संसदमा नीति कार्यक्रम पनि बोलियो। मैले अघि डाक्टर खनालसँग समर्थन के मैले यही भावमा बोलेको थिएँ, त्यस कारणले मैले उहाँको निष्कर्ष त मैले बोलेको उस्तै हो भने सुन्नु होला, हेर्नु होला, मलाई त्यसरी थाहा होला। बजेटको बारेमा मैले हिजो बोलेर आएको थिएँ, बजेटको बारेमा। अब मैले त्यहाँ के भनेको थिएँ, आज त प्रशंसा भइरहेछ नि, भोलिसम्म टिकोस् है यो भनेर आज भने बजेट बनिसकेपछि टिकोस् है यो रुष्टमा त्यही सुन्न चाहन्छु भनेको थियो मैले। आज त हामी बढाइचलाई प्रशंसा गरौँला। बजेट आएको भोलिपल्ट फेरि त्यही सत्ता, त्यही 2 तिहाईबाट सत्ता खराब हुन्छ। यो अवस्था नआओस् भनेर मैले यो सुझाव पनि दिएको छु अर्थमन्त्रीलाई। त अब बजेटको कार्यान्वयन गर्ने सन्दर्भ पहिला मुख्य बजेटको सन्दर्भबाट आइपुग्दा के गर्ने भनेको समस्या छैन। यति धेरै विषय, भए जति शब्द, भए जति योजना, भए जति कार्यक्रम सबै लेखिसक्नु बाँकी छैन। समस्या कसरी गर्ने भन्ने हो। कसरी गर्ने भन्ने प्रश्न आज महत्त्वपूर्ण छ। कसरी गर्ने भन्नेमा हामी अलमल छौँ। त्यस कारणले नेपाली अर्थतन्त्रको यसको संरचनागत रूपले नै हामीले नयाँ सोच्नुपर्छ, पुनर्संरचना गर्नुपर्छ। अर्थतन्त्रको हाम्रो समग्र पुनर्संरचना गर्नुपर्छ। त्यसको अर्थ के हो भने हामीले उत्पादन बेस अर्थतन्त्र त्यो बनाउने गरी हामीले आफ्नो नीति, हाम्रा सोच, हाम्रा कार्यक्रमहरूलाई बदल्यौँ भने मात्रै हामी अगाडि बढ्न सक्छौँ। उत्पादन बेस अर्थतन्त्र बिना कसरी अगाडि बढ्ने? नीतिगत रूपले पहिला प्रष्ट हुनुपर्ने आवश्यकता छ। त्यतातिर लगानी हामीले कहाँ गर्ने, कसरी गर्ने भन्ने प्रश्नहरू छन्। मैले हिजो भनेको थिएँ, त्यहाँ सुझाव पनि दिएको थिएँ। तैँले किन गर्ने तेरो पाला भन्न पनि सक्नु होला तपाईँहरूले। 2 तिहाई भनेर भनेको, म त 2 तिहाईको थिएन नि त। त्यहाँ त पास गर्न हम्मे हुन्थ्यो नि त। अहिले त 2 तिहाई। हिजो थियो नेकपाको 2 तिहाई, हाम्रो डाक्टर साहब हुनुहुन्थ्यो। आज फेरि 2 तिहाई छ, जसरी पढौजी हुनुहुन्छ। 2 तिहाईले यो स्ट्रक्चर नै चेन्ज गर्ने गरी आउँछ कि आउँदैन? त्यस कारणले जम्मा जम्मी राजस्व 10 खरबभन्दा बढी त्यही वरिपरि आउने हो। ऋणदान गऱ्यो भने अरू 2-3 खरब 4 खरब थपिने हो। जम्मा त्यति हो हाम्रो पुँजी, हामीले परिचालन गरेर पाउने पुँजी। 19 खरबको हामी ल्याउँदैछौँ भन्दा मैले हिजो भने कि अलोकप्रिय लोकप्रिय कुरा आफ्नो ठाउँमा छ। मैले भने अहिलेको हाम्रो चालु खर्चमा जम्मा खर्च हुन्छ गत वर्षको हामीले सहभागी 65% विगतका हेर्दाखेरि 18% वित्तीयमा 17% पुँजीगतमा यस्तो खर्च भइरहेको छ। यो चालु खर्चलाई 50% घटाउन हामी सक्छौँ। यो 50% घटायो भने थोरै लगानी गर्ने हामीलाई अलिकति स्पेस बाँकी रहन्छ। 11 खरब वरिपरि बढी त्यहाँ खर्च भइरहेको छ, त्योभन्दा बढी। त्यसबाट 50% हामीले घटाउन सक्यौँ भने त्यसको लागि राजनैतिक र प्रशासनिक संरचना नै हामीले पुनर्संरचना गर्नुपर्छ। त्यसलाई पठाउनु यो जति अलोकप्रिय भयो पनि मैले भनिरहेको त्यो नगरिकन अहिलेको अर्थतन्त्रले धान्ने राम्रो सक्छ र धान्ने अवस्थै छैन। राजस्व वृद्धि गर्न भन्सारमा कति आयात गरी वृद्धि गर्ने, त्यो वृद्धि हुनेवाला छैन। जब उत्पादन बेसमा हामी टिक्दैनौँ, जाँदैनौँ, उत्पादन कृषि पनि होला, अरू हाइवे पनि होला, अहिलेको टेक्नोलोजी बेस एउटा अर्थतन्त्र अथवा आइटी लगायतका कुराहरू पनि होला र ती तुलनात्मक लाभ तुलनात्मक रूपले प्रतिस्पर्धा गर्न छन् भने क्षेत्र हामीले नलगाएका छन्। ती क्षेत्रहरूमा हामी लगानी गर्ने कुरा लगानी चाहियो। त्यसर्थ त्यो घटाउनु। त्यसको लागि मैले नीति कार्यक्रममा मैले भनेको थिएँ 11वटा एजेन्डाहरू, राष्ट्रिय एजेन्डाका सबै देशका एजेन्डा 11वटा शीर्षकमा राख्न सक्नु भयो। 11वटा शीर्षकमा ती एजेन्डाहरू तयार गरेर आम जनतासित, सबै युवाहरूसँग, सबै बुद्धिजीवी व्यक्तिहरूसँग, सबै पार्टीसँग
सबैसँग छलफल बहस गरेर एजेन्डा बनाएर ती एजेन्डामा राष्ट्रिय एजेन्डा बनाएर ती राष्ट्रिय एजेन्डाकै आधारमा मात्रै सरकार चल्ने प्रतिपक्ष चल्ने गर्ने अवस्था सिर्जना गरिएन न राजनीतिक अस्थिरता यहाँ अन्त्य हुनेछ न यो नीतिगत परिवर्तन भइराख्ने कुरा रोकिनेछ। उद्योगलाई प्राथमिकता दिने भएर मैले नीति बनाए पछि आउनेले त हातै लगानीकर्ता त लगानी गरे उनी त डुबे भन्दा उत्पादनतिर हाम्रो रिसोर्सहरूलाई प्रयोग गर्नेतिर होइन। अनि त्यतिकै बजेट बनाएर बजेट अगाडि बढ्छ र देशका अगाडि बढ्छ त्यस कारणले उत्पादन देश एउटा अर्थतन्त्रको निर्माण गर्न आवश्यक छ र अहिले जे भइराखेको छ यसले त्यो चेन्ज हुँदै छैन। मैले अस्ति नीति कार्यक्रममा अलि यो पुरानै आयो भन्नुको अर्थ के थियो, यो नयाँ कुरा छैन, शब्द छन् कार्यक्रम छन् नाममा, तर त्यसले नयाँ अघि डाक्टर साहबले भन्नुभयो यो स्ट्रक्चरै चेन्ज गर्ने गरी हामीले गर्नुपर्छ कम्प्रिहेन्सिभ भन्नुभएको छ डाक्टर साहबले। त्यो कुरा नगरिकन देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन र हाम्रा ती क्षेत्र स्रोतका क्षेत्रहरू कति तपाईँलाई एउटा भनौँ चिसापानी कर्णाली हाइड्रो पावर त्यो हामीसित छ भनेर हामीले गीत मात्रै गाउने कि बनाउने हामीले सक्दैनौँ त। विदेशी के अरे लगानी भित्र्याएर पनि गर्न सकिन्छ, देशलाई पनि त एउटा निश्चित प्रतिशत हामीले पाउँछौँ त। तर हामी आजसम्म के गर्छौँ त्यही बनाउनु भने पढ्न गएका मान्छे कपाल फुलेर रिटायर भएर कहाँ पुगिसके लुट्की पढेका इन्जिनियरहरू त्यो बनिरहेको छैन। यो फास्ट ट्यागको कुरा गर्छु मैले। फास्ट ट्याग 70 अर्बमा बन्ने भनेर छलफल भएको थियो, त्यति बेला प्रस्ताव आएको 70 अर्बमा फास्ट ट्याग। तर त्यति बेला बडो राष्ट्रवादी कुराहरू सक्ने त्याग गरिसकेपछि दिनुहुन्न अरूलाई, कसैलाई दिनु हुँदैन भनेर आज 3 खरब तिर्दैछ राज्य। त्यही पुग्छ त्यो स्रोतहरूको परिचालन हाम्रो छैन। उदाहरणलाई मैले भने त्यस कारण हाम्रा स्रोतहरूको उपयोग गरेर हाम्रो उत्पादन वृद्धि नगरेसम्म हाम्रो अर्थतन्त्रको नयाँ जग बन्न सक्दैन। त्यतातिर हामीले सोच्नुपर्छ, तर मात्रै हामीले देशको अहिलेको अर्थतन्त्रको समस्यालाई समाधान गर्न सक्छौँ। विगतमा पनि थिए, बजेटहरू आए, कार्यक्रम भए, कार्यान्वयन गरेर के अर्को कुरा के छ भने कार्यान्वयन समेत देशका संस्थाहरू बलिया हुनुपर्छ छैन। भारी भरकम परिणामविहीन संरचनाहरू हामी बोकिरहेका छौँ। परिणामविहीन संरचनाहरूलाई हटाउनुपर्छ भने डाक्टर केजी खनालले दिएको प्रतिवेदन मैले के अरे सदनबाट मैले प्रस्तुत गरेँ, सदनमा पारित भयो। मैले त्यसलाई कार्यान्वयन गर्न भनेर चिठी लेखेँ, त्यो संरचना घटाउनको लागि होमवर्क गर्न घटाउन भनेर मैले सङ्घीय मन्त्रालय गर्नुपर्छ त्यो काम, त्यसलाई चिठी लेखेँ। त्यो चिठीको जवाब आएन, फेरि ताकेता गरेर आएन, फेरि ताकेता गरेर आउँदै आएन। यो छ आउँदै, किनभने चिठी लेख्ने मान्छेहरूले हामी पो हट्ने हो कि भने जस्तो त्यहाँ पढ्दो रहेछ। अनि त्यहाँ लगानी गर्नु परिरहेको छ। यसरी हुँदैन, चल्दैन देश। हामी सबैले अब सोचेर नयाँ नगर्ने के गर्ने हो त? धेरै विज्ञ हुनुहुन्छ यहाँ, अर्थात् शास्त्रकार विज्ञहरू हुनुहुन्छ, अरू पनि तपाईँको साथीहरू हुनुहुन्छ। हाम्रो देश बनाउने कसरी हो, हाम्रा उत्पादनशील क्षेत्रहरूको प्रयोग कसरी गर्ने हो, तिनबाट सकारात्मक दोहन कसरी गर्ने हो, हाम्रा जमिनहरूमा हामीले प्रतिस्पर्धात्मक वस्तु कसरी उत्पादन गर्ने हो, हामी आत्मनिर्भर क्षेत्र कुन कुन हुन्? फलाम खानी खण्डमा बित्तिकै आत्मनिर्भर छौँ हामी। निर्माण क्षेत्रमा ढुङ्गा गिटी हामीसित, बालु हामीसित, सिमेन्ट हामीसित, फलाम खानी पनि हामीसित छ। तर खन्ने त्यो सरकारले राखेको थियो परियोजना, कहिले त्यो अगाडि बढ्नु? योजना सधैँ आउँछ, मैले पनि लेखेँ, अरूले पनि लेखिराख्नु भएको छ त्यो कुरा, तर त्यो खनिँदै भन्दा अनि हामीले देश बनाउन गाह्रो छैन, धेरै समय पनि लाग्दैन। 10 वर्ष साँच्चीकै मेहनतका साथ गर्ने हो भने यो कायपलट हुन्छ। तर हामी अल्झिरहेका छौँ। मैले अघि भने हाम्रो के छ भन्दाखेरि नीतिगत रूपमा कुरा गर्यो भने हाम्रो नीतिगत अर्थतन्त्रको त सेन्सर हुन्छ, अन्तर्राष्ट्रिय सेन्सर। अब त्यो भ्रमबाट मुक्त हुनुपर्छ। यो डाक्टर साहबलाई बढी थाहा हुने कुरा हो, डाक्टर साहब थाहा हुने कुरा। अब त्यो सेन्सरबाट मुक्त हुनु पऱ्यो। उदाहरण बादका महारथीहरू ठाउँमा पुगिसके त हामी अनि त्यही कुरा फर्केर बढ्ने
हाम्रो यहाँको धरतीका अनुसार हाम्रो यहाँको स्रोत, हाम्रो समुदाय, हाम्रो जनशक्ति, हाम्रो अवस्था अनुसार हामीले अगाडि बढ्नुपर्छ, त्यहाँ मुक्त भएर बढ्नुपर्छ। त्यहाँ रहेछ कुरा, त्यसबाट कन्ट्रोल नियन्त्रण हुने कुरा रहेछ। त्यसबाट मुक्त भएर अगाडि जान सकिन्छ छैन भन्ने प्रश्न छ। जानुपर्छ, नगइकन हामी अगाडि बढ्न सक्दैनौँ। यो समाजवाद केलाई भन्ने के गर्ने भन्ने कुरा अहिले समाजवादको कुरा विकासले भने जस्तो पनि होइन। समाजवाद है सामाजिक न्याय भनेको छ। हामीले सामाजिक न्याय स्थापना गर्नका लागि राज्यले खेल्नुपर्ने भूमिकाहरू छ। गरिबी अन्त्यको कुराहरू छ। दलित महिलाहरूमाथि अहिले पनि विभेदहरू छ, अहिले पनि हिंसा छ। त्यसमा राज्य मात्रै हुँदैन, कानुन मात्रै लेखेर हुँदैन। राज्य, सरकार अनि कानुन अनि समुदाय समेतको एकीकृत पहल मात्रै त्यो कुरा सम्भव छ। त्यसको लागि आवश्यक कार्ययोजना, बजेट नीति पनि सँगसँगै आवश्यक हुन्छ। तब मात्रै समाज सुसंस्कृत हुन सक्छ, सामाजिक न्याय स्थापना गर्न सक्छ। सामाजिक न्यायको समाज हाम्रो सार्वजनिक क्षेत्रमा त्यही हो। उन्मुख समाजवाद उन्मुख भनेको त्यही हो, जहाँ उसले स्रोतहरूमा पनि आफ्नो हक राख्छ, विभेदबाट पनि अन्त्य हुन्छ। संविधानमा लेखेका कुरा त हामीले त अब अहिले संविधानको विरुद्ध हामीले लेख्यौँ गल्ती गऱ्यौँ भन्नुभन्दा पनि ती लेखेका कुरा कार्यान्वयन गर्ने प्रक्रियामा अगाडि बढ्ने होला नि त। हामीले त ती गलत छन् भनेर होइन, ती कतिपय कुरा संशोधन गर्ने कुरा आइरहेछ, संशोधन गरेर अगाडि बढ्नको लागि। तर आज हामीले सामाजिक न्याय स्थापना गर्नको लागि अगाडि जानुपर्ने छ। हाम्रो यसरी हामी गयौँ भने मात्रै कसरी गर्ने भन्ने प्रश्न आजको महत्त्वपूर्ण हो। के गर्ने भन्ने होइन, योजनाको समस्या होइन। लेखेका तपाईँले पछिल्ला 10 वर्षको बजेट पढ्नुहोस्। ती 10 वर्षको बजेट पढ्नुभयो भने कुनै योजना त्यहाँ अब नयाँ योजना राख्ने समावेश ठाउँ पनि छैन। कसरी गर्ने भन्ने प्रश्न यहाँ नआएको हुनाले आज हामीले त्यहाँबाट हेर्नुपर्ने छ। त्यसकारण अब अर्को समस्या के छ त यहाँ भन्दाखेरि आजको एउटा शब्द चर्चामा छ। मैले के भनेको छु भने अब सुशासनको कुरा छ। सुशासनको गीत गाएर मात्रै हुँदैन। सुशासनको कुरा सबभन्दा पहिले सत्तामा सरकारमा बसेका हामी सबैको सम्पत्ति छानबिन गर्नुपर्छ है। त्यसको तथ्य सत्य बाहिर ल्याउनुपर्छ, मात्रै सुशासनको प्रक्रिया अगाडि बढ्छ। त्यो गर्न कोही तयार छैन। मैले रोस्टरबाट म पार्टीभित्र यो कुरा भनेको छु, यो गरौँ तब जनताले विश्वास गर्ने हो। आज सुशासनको समस्याहरू छ। आज राज्य यहाँ छ, व्यापारी यहाँ छ, बिचमा बसेर अनि त्यसलाई दोहन गर्ने प्रवृत्ति छ आज राजनीतिक क्षेत्रमा। त्यो प्रवृत्ति सबभन्दा हानिकारक हो। त्यो प्रवृत्तिले गर्दा आज त्यो दलाली अर्थनीति अर्थतन्त्र आदिमा लागेको कुरा प्रवृत्ति यहाँ छ नि त। राजनीतिक रूपमा प्रवृत्ति, त्यो प्रवृत्तिले विरुद्ध लड्नुपर्छ आज, तब मात्रै त्यो सम्भव छ। यसो नगरिकन हामी अगाडि जान सक्दैनौँ। त्यस कारणले अब हाम्रो क्षेत्रहरू छन्, प्राथमिकताका क्षेत्रहरू तुलनात्मक हाम्रा लाभका क्षेत्रहरूमा लगानी गर्नको लागि हाम्रो लगानी चाहियो नि त। अहिले 60 वर्षदेखि जब औसत 4% वृद्धिमा छ नेपाल। 60 वर्षदेखि एक दुई पटक सरकार पुग्यो त्यति हो। औसत माइनसमा पनि गयो, औसत 4%मा छ। यसलाई दोहोरो अङ्कमा नलगेर हामी समृद्धि कसरी हुन्छ? दोहोरो अङ्कमा लग्नको लागि हामी लगानी अहिलेको बजेटको डबल पुँजीगत खर्चमा कमर्सियल खर्च गर्नु पर्ला। त्यसको अवस्था कसरी सिर्जना गर्ने भन्ने प्रश्न हो। आज युवा बहुल भनेर हामी धेरै गर्व गरेका थियौँ। अब तपाईँ 10 वर्षपछि हेर्नुहोस् त युवाहरू कहाँ पुग्छ, अनि 30 वर्षपछि कहाँ पुग्छ, त्यसपछि त अनि बुढाबुढाहरूको मात्रै देश हुन्छ। अनि त्यसपछि अहिले त कसले आएर स्याहार दिनेपछि हामीलाई जापानमा एकै वर्षमा एउटै घरमा 40,000 मान्छे होइन मरेको डेट आइरहेको थियो। नेपाल भोलि त्यो अवस्थामा जापानमा त बाहिरका हामीले नेपाली अरू गएर काम गर्छ, यहाँको आउँछ भन्दा यो युवा बहुल जनशक्ति आजको पुँजी हो। यो पुँजीलाई हामीले यहाँ परिचालन गरेर राष्ट्र निर्माणमा लगाउने कुरामा हाम्रो कमी छ। त्यसकारणले यो कमी यो नयाँ युवा पुस्ताको पनि होइन, अरूको पनि होइन, यो हामी राज्य सरकारमा बसेर नेतृत्व गर्नेहरूको कमी हो। त्यहाँ पुगेन त्यो दृष्टिकोण, त्यो भिजन, त्यो सङ्कल्प नभएको कारणले हो। आज राजनैतिक खिचातानी, सत्ता स्वार्थ, कुर्सीको मतलब छिनाझप्टीको कारणले अस्थिरता पैदा भइरहेको छ। त्यो अस्थिरतालाई अन्त गर्ने भनेको यो व्यवस्थामा है कि त कार्यकारी बनाऊ, कार्यकारी बनाएर जाउँ, होइन भने अहिलेको सन्दर्भमा त्यसलाई गर्ने एजेन्डामा सहमति, राष्ट्रिय एजेन्डा बनाउने, त्यसमा सहमति गर्ने, सरकारमा बस्ने तरले सरकार चलाउँछ, प्रतिपक्षमा बस्ने तर वाच गर्छ, छिट्टै गरी गरेर त्यहाँ खबरदारी गर्छ। यो एउटा एजेन्डाले यसो समाधान गर्छ भन्ने मलाई लाग्छ। ती 11 वटा
बुदाहरूमा हामी एजेन्डाहरू प्रस्तुत गर्न सक्छौँ। सामाजिक न्यायदेखि आर्थिक विकासदेखि गरिबी अन्त्यदेखि शिक्षा स्वास्थ्यको मतलब गुणस्तरतादेखि राष्ट्र प्रशासन न्याय कानुन होइन आइटी टेक्नोलोजी अथवा के अरे यो पर्यावरणसम्म आइपुग्दा 11वटा विषय नै हामीले पर्याप्त हुन्छ त्यो विषयमा एउटा छलफल बहस र योजना बनाएर देशलाई अगाडि बढ्ने वातावरण बनाउनको लागि मैले अस्ति पनि भनेको थिएँ राष्ट्रिय एउटा एजेन्डामा सहमति हो, सरकार बनाउनको लागि भनेको होइन। त्यो एजेन्डामा सहमति गरेर गइसकेपछि मात्रै हामीले त्यो एउटा यो अहिलेको अस्तित्वलाई चिर्न सक्छौँ। तर भने सरकार बनाउन ढल्कै खेलमा हामी लागिराख्ने अन्ततिर हाम्रो ध्यान नजाने यो देशमा अध्ययन अनुसन्धान छैन, अनुसन्धान नगरी कसरी देशको विकास हुन्छ त्यतातिर हामी लगानी पनि गर्न सकिरहेका छैनौँ। नयाँ यो पुस्ताहरू विश्वविद्यालयहरूले गर्ने अनुसन्धानहरू के कस्तो छ तपाईँ विद्यार्थीहरूलाई थाहा छ, सबैलाई थाहा छ। अन्य अनुसन्धानका हाम्रा संरचनापतिले के गरिरहेको छ तपाईँहरूलाई थाहा छ भन्दाखेरि यहाँ पनि हाम्रो ध्यान छैन। यहाँ सबै प्रकारले हामीसित पर्यटनको मात्रै राम्रो कुरा गरियो भने लाख करोड होइन यी नजिकबाट करोड मान्छेहरू यहाँ आइपुग्छ। पूर्वाधारको कुरा गर्दाखेरि पनि हामीले द्रुत एउटा मार्गहरू बनाएर छिटो समयको बचत पनि अरू पनि गर्न सक्छौँ। सबै राज्य लगानी गर्नु पर्दैन, अरू लगानी गर्ने क्षेत्र पनि छ मैले हिजो भनेको पनि थिएँ। त्यसकारण हामीले यसको पुनर्संरचना आर्थिक क्षेत्रको पुनर्संरचना उत्पादनमुखी अर्थतन्त्र हाम्रो उत्पादनमुखी बेस बनाएर अगाडि जाने बाटो नै सही हो। त्यसकारणले अब यो अहिलेको नीति कार्यक्रम कस्तो छ, बजेट कस्तो आउला भन्ने टीका टिप्पणी गर्नुभन्दा पनि त्यो त्यस्तै आउँछ जस्तो थियो, यति हो मैले जस्तो थियो त्यस्तै आउने हो। शब्द फरक हुने हो, अङ्क फरक हुने हो, अरू त्यस्तै आउने हो। कस्तो कारण कस्तो जस्तो थियो त्यस्तै हुने हो कार्यान्वयन पनि। किनभने यो संरचनाको सुधार नभएपछि कसरी कार्यान्वयन हुन्छ? कारण त्यही हो, बन्छ देश अलि ठुलो बहस, ठुलो व्यापक बहस गरेर मात्रै हामीले एउटा नयाँ निकास दिन सक्छौँ। त्यो निकास दिनुपर्ने ठाउँमा अब आइपुगेका छौँ। अब चल्दैन, अब तलब खान पुग्दैन। अब हामीले भत्ता खाइरहेका छौँ, हामीले भत्ता खान पाउँदैनौँ। अब घटाउनु परेन र उत्पादन पनि वृद्धि गर्नु पर्यो, त्यसबाट मात्रै समाधान छ। र हाम्रो मुख्य कुरा भनेको हाम्रो देश संविधानले भनेको के हो भन्दाखेरि सामाजिक न्यायको स्थापना हो। सामाजिक न्यायको लागि गरिबी अन्त्य गर्नुपर्छ, उत्पादन वृद्धि गर्नुपर्छ, रोजगार सृष्टि गर्नुपर्छ। अरू किन फ्रस्ट्रेसन छ भन्दा जनजीविकाका सवाल, त्यसमा पनि मुख्य शिक्षा, स्वास्थ्य, रोजगार, तीनटा कुरामा यी पछिल्ला सरकारहरू जो कोही सरकारमा हुँदा पनि त्यहाँ मुख्य फोकस भएन, त्यहाँ ध्यान पुगेन। त्यहाँ ध्यान नपुग्नुको कारणले गर्दाखेरि आज शिक्षाको समस्या, सार्वजनिक शिक्षाको समस्या हामीले देखिरहेछौँ। स्वास्थ्य उपचारमा लाखौँ खर्च गर्नुपर्ने अवस्था छ र रोजगारी नभएर विदेश जाने। अब यो तीनटा कुरामा फोकस गरेर मैले अर्थमन्त्रीहरूको मिटिङ बोलाउनु भएको थियो। मैले अर्थमन्त्रीले सुझाव दिएँ अरू सबै छोड्नुहोस्, अरू सबै बाटो 1 वर्ष नबनाने केही पनि खाल्डा मात्रै पुरौँ। 1 वर्षलाई जग्गा खाल्डा पुर्छ, खाल्डा पुर्ने मात्रै राखौँ। अलि ट्र्याक खुलेकै छ, चलेकै छ। त्यस कारणले अहिले यो तीनटा क्षेत्रमा प्राथमिकता दिउँ भनेको थिएँ। तीनटा क्षेत्रमा प्राथमिकता दिउँ, स्वास्थ्यमा, शिक्षामा, रोजगारमा। त्यहाँ दियो भने अहिलेको फ्रस्ट्रेसनलाई सम्बोधन गर्नुहोस्। यसले देशलाई फेरि नयाँ एउटा आधार दिन्छ र त्यसपछि हामी भोलि अगाडि बढाउँला भनेर मैले सुझाव पनि दिएको थिएँ। त्यस अर्थबाट हामीले यो अहिलेको कति हामी अब यी पुस्ताहरूको कुरा पनि आएको छ, त्यसमा ध्यान दिनुपर्छ, लगाउनुपर्छ। तर के गर्ने, ध्यान दिएर के गर्ने? आइटी स्कुल खोल्न पाउँदैन। म आइटी स्कुल खोल्छु र 1000लाई पढाउँछु भन्दा स्वीकृति हुँदैन, दिँदैन सरकारले समेत। जे पुस्ता भनेको दिनु पर्यो नि त हजारौँलाई। मैले भनेको थिएँ हिजो 7 प्रदेशमा यस्ता ट्रेनिङ सेन्टर खोलौँ, लाखौँलाई ट्रेनिङ दिउँ। 12 कक्षा पढेकालाई तिनलाई तुरन्त रोजगारमा जोड्न सकिन्छ। विदेशी मुद्रा पनि देशमा आउँछ, रोजगार पनि सृष्टि हुन्छ। तर त्यो स्कुल खोल्न पाइँदैन भन्दा हामीलाई नीतिगत रूपमा पनि, संरचनागत रूपमा पनि र अभ्यास व्यवस्थापकीय रूपमा पनि हाम्रा कमजोरी छन्। मैले के भन्ने गरेको छु भने आफैप्रति इङ्गित गरेर मैले भनेको आन्दोलनमा महारत हासिल गर्ने हाम्रा संरचना, संस्था, प्रणाली, नेतृत्व आज प्रशासनिक, राजनैतिक व्यवस्थापन र प्रशासनिक परिचालनमा कमजोर देखिनुको परिणाम हो। त्यहाँको क्षमताको समस्या हो। त्यो क्षमता वृद्धि नभइकन यो देशलाई अगाडि बढाउन सकिँदैन भन्ने मेरो निष्कर्ष हो। धन्यवाद।